ओम नमः शिवाय। ओम सांब सदाशिवाय नमः। आज विद्वेश्वर संहिताको साध्य साधन साधक सम्बन्धीको ज्ञान श्रवण गरिसकेँ र हजुरहरू समक्ष रुद्र संहिताको सृष्टि खण्डको बारेमा केही उपयुक्त शब्दहरू लिएर आएको छु। जो संसारको सृष्टि र संहारको एकमात्र कारण प्रकृतिदेखि परेको आफ्नो मायाले सम्पूर्ण जगतको सृष्टि गरेर आकाश जस्तै भित्र बाहिर सर्वत्र व्याप्त भएका अनादि शान्त सम्पूर्ण जगतको अद्वितीय अचिन्त्य ज्ञान स्वरूप पुरुषोत्तम भगवान शिवलाई म प्रणाम गर्दछु। ओम नमः शिवाय। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयरविन्दे भवम भवानी सहितं नमामि। एक दिन नौविसारण्यवासीले सबै शौनकादि मुनीश्वरहरूले परम भक्तिपूर्वक सुतजीसँग गरिएका प्रश्नहरूलाई यहाँ क्रमशः वर्णन गरिएको छ। विद्वेश्वर संहिताको साध्य साधन खण्ड श्रवण गर्यौं, जुन आदि कथा हो, जुन भक्तहरूको प्यारो र रमणीय छ भन्ने यसरी प्रस्तुत गरिएको प्रश्नमा शिवका कथा सम्बन्धी प्रश्नले गंगा जलले जस्तै कथा भन्ने, प्रश्न गर्ने, श्रवण गर्ने सबैलाई पवित्र पार्दछ। भगवान शिवको गुणानुवाद सात्विक, राजस, तामस तीन प्रकारका स्वभाव भएका मनुष्यहरूलाई सदा सर्वदा आनन्ददायी बनाउँदछ। सबै प्राणी शिवको माया जान्न सक्दैनन्, तर पनि शिवमा आत्मसमर्पण गर्ने भक्त मात्र जान्दछन्। भनिएको छ, शैवी महामायाको गतिलाई विष्णु ब्रह्मा आदि देवता पनि देख्न र जान्न सक्नुहुन्न। यसै प्रसङ्गमा नारदको व्रत, नारद मुनिको मोह, नारदलाई माया रूपी निधिको छोरी, शिलनिधि राजाको छोरी विश्वमोहिनी अर्थात् श्रीमती नामले प्रख्यात कन्यासँग विवाह गर्न मन लाग्नु, नारदले विष्णुसँग एकछिनलाई विष्णुको रूप माग्नु र तत्काल विष्णुले ध्यान दृष्टिले हेर्दा शिवजीको प्रभुत्व जानेर हाँस्दै, हुन्छ, जसरी असल वैद्यले रोगीको हित गर्दछ त्यसरी नै म तपाईको हित गर्नेछु। तपाईँ मेरो अति नै प्रिय हुनुहुन्छ। मेरो अति नै प्रिय हुनुहुन्छ भन्दै विष्णुले नारदलाई विष्णु भगवानले बानरको मुख दिनुभयो र शरीर चाहिँ आफ्नै जस्तो बनाएर अन्तर्ध्यान हुनुभयो। उता नारद राजसभामा पुगेर मनमनै दङ्ग भएर म त विष्णुको रूप धारण गरेर आएको छु। ती राजकन्याले पक्कै पनि मलाई वरमाला पहिराउने छन्। यी अरू आउने मसँग प्रतिस्पर्धा गर्ने राजकुमारहरू म जस्तो पक्कै हुने छैनन्। म त एक विष्णु भगवानको रूप लिएर आएको छु। मलाई यी राजकन्या श्रीमतीले पक्कै पनि मलाई पहिराउनेछन्, माला लगाइदिनेछन् भन्दै मनमनै दङ्ग भएर म त विष्णुको रूप पो धारण गरेर आएको छु त भनेर एक ठाउँमा बसिरहेर एक दृष्टिले ती कन्यालाई हेरिरहिन्। उता ती कन्या भने एकदम स्पर्श चम्किलो लक्ष्मी स्वरूप ती कन्या मेरो वर कस्तो हुने हो, विष्णु नै साँच्चै प्रकट हुने हो कि भनेर यता र उता घुमिरहेकी थिइन्। अगाडि आफ्नो मनमनी दङ्ग परिरहेका विष्णु नामक नारदजी बसेको देखेर
ती श्रीमती राजकुमारी कन्या बानरको मुख देखेर र शरीर चाहिँ विष्णुको रूप देखेर मुख चाहिँ बानरको रूप देख्दाखेरि ऊ रिसाउँदै अर्को बाटो लागिन्। ती कन्या अर्को बाटो लाग्दाखेरि नारद बसिराख्नु भएको थियो। शिवजीले दुई ब्राह्मणलाई साथमा लगाएर पठाउनु भएको थियो। ती ब्राह्मणहरू एक आपसमा कुरा गर्न लागेका थिए। ओहो, यी मोहमा परेर यी नारद बानरको रूप लिएर बसेका छन्, यिनलाई कसले पो वरण गर्ला र भन्दै वरिपरि भन्दै घुमिरहेका थिए। तर नारदले ती कुराहरू वास्ता गरेर बसेका थिएनन्। उनलाई पक्कै पनि मलाई नै वरण गर्नेछिन् भन्ने आशाले बसिरहेका थिए। त्यहाँबाट रिसाएर हिँडेको देखेर नारद भगवान अत्यन्त भावुक भएका थिए। त्यत्तिकै सभामा बसेका कसैलाई पनि माला लगाइदिनन्। त्यसै समयमा त्यहाँ राजाको रूपमा भगवान विष्णु आउनुभयो। केवल ती राजकन्याले मात्र देखिन् र भगवान देख्ने बित्तिकै ती राजकन्याले उहाँको गलामा माला लगाइदिइन्, माला पहिराइदिइन् र भगवान विष्णुले पनि ती कन्यालाई लिएर त्यहाँबाट अन्तर्धान हुनुभयो। उता श्रीमतीप्रति सबै राजकुमारहरू निराश भए। होइन, यो बडो अचम्म के भयो? यी राजकुमारले हामीलाई पत्याइनन् र ऊ राजकुमारी ती छन् भन्ने भावनाले यी राजकुमारले किन पत्याइनन् हामीलाई भनेर एक आपसमा कुरा गर्न लागे। तर विष्णु भगवानले आफ्नो माया रूपले देखि गलामा माला पहिराई बाटो लागेको पत्तै पाएनन्। कामातुर नारद मुनि विभल हुनुभयो र त्यसपछि काम विभल नारद मुनिलाई ब्रह्मरूपधारी ज्ञानमा पारङ्गत ती दुई गणले भने, हे नारद मुनि, तपाईँ यसरी किन दङ्ग परेर बस्नुहुन्छ? तपाईँको शरीर विष्णुको रूप भए तापनि तपाईँको अनुहार त हेर्नुहोस्, तपाईँको अनुहारमा बानर छ, बानरको मुख जडित भएको छ। के भन्छन् यी गणहरू भन्दै नारदले आफ्नो अनुहार ऐनामा हेर्दा भए। के अनुहारमा हेर्न लागेका थिए? नारदलाई एकदम रिस उठ्यो र ती दुई गणलाई श्राप दिए। त्यति मात्र भनेको भरमा त किन श्राप दिन्थे होलान् र? अपशब्दहरू हेर यी मोहमा बसेर घृणित मुख लिएर यहाँ बसेका छन्, आफ्नो मुख त हेर्नु भनेर गिज्याएको देख्दाखेरि ऊ अत्यन्तै क्रोधित भए र ती दुई गणलाई श्राप दिन पुगे। यसरी श्राप दिए पनि ती दुई ज्ञान शिरोमणि रुद्रगणले नारदलाई मोहित भएको जानेर केही नबोली उदास भएर यो सबै शिवको इच्छा हो, यो सबै इच्छा शिवको थियो, हामी त एक कामदारता थियौं, यस्तै मनमनै सम्झी यो शिवको इच्छालाई कसैले टार्न सक्दैन। त्यसकारण हामीले शिवको स्तुति गर्न राम्रो हुन्छ भन्दै शिवको स्तुति गर्न लागे। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम साम्ब सदाशिवाय भन्दै यो
कथामा रुद्र संहिताको एक अंश वर्णन गरिएको छ र दोस्रो अंश दोस्रो खण्डको लागि म फेरि उपस्थित हुनेछु। ओम नमः शिवाय।